हिजो परराष्ट्र मन्त्री आर्जु राणादेउवा तथा राष्ट्रिय भाउजूले भन्नुभएछ, पुतली सडकमा मान्छेहरू देख्दाखेरि एकदमै खुसी देखेँ। सबैजना एकदमै राम्रा कपडाहरू लगाएर हिँडेको, जुत्ता लगाएर हिँडेको देखेँ। सबै नेपालीहरू खुसी छन्, किनभने मैले सानामा देख्दाखेरि यही पुतली सडकमा फाटेका लुगा लगाएर मानिसहरू हिँड्थे। जुत्ता नलगाइकन चप्पल लाउन सक्ने हैसियत थिएन ती नेपालीहरूको, तर आज सबै खुसी देखेँ भनेर भन्नुभएछ। तर एउटा कुरा भाउजू, तपाईँ गलत कहाँ हुनुहुन्छ भन्दा, हाम्रो नेतृत्व तहमा भएका मानिसहरूमा यही गलत भ्रम छ कि आफू भलो त जगत भलो भन्ने एउटा सोच छ उहाँहरूमा। उहाँहरूलाई पुगेको छ, त्यसकारण सबैलाई पुगेको छ भन्ने सोच्नु भएको छ। तर वास्तवमा मध्यमवर्गीय, निम्नवर्गीय नेपालीहरूका लागि अहिले जीवनयापन गर्न एकदमै गाह्रो छ। तपाईले सोचे जस्तो वास्तवमा अहिले व्यापार बिजनेसमा पनि मानिसको त्यस्तो अवस्था राम्रो छैन। नाफा एकदमै कम भएर गएको छ, बिजनेस घटेर गएको छ। त्यस्तै गरी जागिर खानेलाई तलब बढ्दैन, महँगी बढेर गएको छ। इन्कमको स्रोतहरू एकदमै कम भएको छ, आयको स्रोतहरू घटेर गएको छ, कतिपयको बन्द भएको छ। निकै गाह्रो अवस्था छ धेरैका लागि अहिले। तपाईले देखेको होला 10%लाई अहिले समस्या नहोला, खाना लाउन सबै कुरो पुगेकै होला उनीहरूलाई, तर 90%को हकमा त्यस्तो छैन। अर्को कुरो भाउजू, तपाईले के बुझ्न सक्नु पर्यो भने, जति बेर तपाईँ बच्चा हुनुहुन्थ्यो अथवा तपाईले देख्दाखेरि फाटेका लुगा लाएर हिँड्थे त्यहाँ नेपालीहरू, अथवा फाटेका जुत्ता चप्पल बिना जो हिँड्थे तिनीहरू वास्तवमा त्यति बेर तपाईँ कल्पना गर्नुहोस् त, हाम्रै छिमेकी देशहरू भारत, चीन, दक्षिण कोरिया या सिङ्गापुर पनि त्यही अवस्थामा थिए, अथवा त्योभन्दा न्यून अवस्थामा पनि थिए। तर आज उनीहरू कहाँ पुगे, त्यहाँका जनताहरूको जीवनस्तर कस्तो छ र हामी नेपालीको जीवनस्तर कस्तो छ, तपाईँले त्यताबाट मूल्याङ्कन गरेर हेर्न सक्नुहुन्छ। अर्को कुरो, तपाईँले विदेश जानेलाई सुखी देख्नु भएछ, तर विदेश जाने सबै सुखी छैनन् भाउजू। किनभने धेरै अधिकांश जाने भनेको खाडी मुलुकै हो र त्यहाँ सीमित कमाइले उसले आफू पालेर उसको परिवार पाल्न निकै गाह्रो छ। पढाइ एकदमै चर्को छ हैन, प्राय स्कुलहरू एकदमै चर्को छ। भाडा तिरेर बस्नुपर्ने मानिसहरूका लागि अझ गाह्रो छ। तपाईले वास्तविकता गलत नबुझिदिनुहोस्, किनभने तपाईहरूको गलत बुझाइले गर्दाखेरि आज जनताले दुःख पाइरहेको छ र तपाईहरूप्रति आक्रोश बढिरहेको छ। प्लिज कृपया यसलाई तपाईले जसरी